हेलो साथीहरु, म चाहिँ आज तपाईहरुलाई हैन एउटा कुरा भन्न गइरहेको छु है। जुन कुरा चाहिँ तपाईहरुलाई पनि एकछिन सुन्नु होला है, हो जस्तो लाग्छ होला ल। किनकि अहिलेको जुन यो डिजिटल जमाना छ नि, जुन अनलाइनको जमाना छ अहिले, यसमा के छ त भन्दाखेरि सबैले युट्युबमा भिडियोहरु हाल्नुहुन्छ, फेसबुकमा भिडियोहरु हाल्नुहुन्छ हैन। फेसबुकले पनि त अब नेपालमा पनि मोनेटाइजको अहिले अवसर दिएको छ, त्यसबाट पनि तपाईहरुले सदुपयोग लिन सक्नुहुन्छ हैन, त्यसको पनि फाइदाहरु लिन सक्नुहुन्छ। र अब युट्युब त पहिलेदेखि नै छँदैछ हैन। र हामी चाहिँ के गरेका छौं त भन्दाखेरि अरूको लाइभमा जाने अनि अरूले ट्याप ट्याप गर्नुस् हैन, अनि मलाई फलो गर्नु होला, त्यसलाई गएर फलो गरेर डन लेखिदिनु होला साथीहरु है भनेर भनिराख्ने, अनि हामी तपाईहरु चाहिँ मानिराख्ने हैन। त्यहाँ गएर चाहिँ उनीहरुले भनेको कुराहरु मानिराख्ने। यसो गर्दा के तपाई माथि पुग्नुहुन्छ त हैन? तपाई पनि के यसो गर्दा तपाईले पनि के पाउनुहुन्छ? पाउनु हुँदैन नि हैन। किनकि तपाईले त अझ गिफ्ट दिने अरूलाई हैन, त्यहाँ भएको ल मलाई जिताउनु होला है गिफ्ट हान्ने, त्यो त्यसो गर्दैमा हेर्नु साथीहरु टाइम पनि वेस्ट हुन्छ, तपाईहरुको अलिअलि भएको खर्च पनि वेस्ट हुन्छ ल। त्यही भएर अहिले जसरी अरूले यसरी गरिरहेछ नि, त्यो गर्न तपाई पनि सक्नुहुन्छ हैन। त्यसरी गर्न तपाई पनि सक्नुहुन्छ। त्यसरी मोबाइल त अहिले चलाउनुहुन्छ, भिडियो निकालेर यसो भिडियो खिचेर तपाई हाल्न तपाई पनि सक्नुहुन्छ ल, तपाईलाई नि आउँछ। तर तपाईले ध्यान दिनु भएको छैन होला है। मान्छेहरु अहिले युट्युबबाट हेर्नुस् कति करोडपति भइसके, लाखपति भइसके, अनि तपाई हामी अरूको भिडियो हेर्दिने चाहिँ अहिले पनि रोडपति नै छौं है। त्यही भएर केही नभए पनि हेर्नुस्, 1 वर्षसम्म कन्टिन्यू भिडियो हालेर हेर्नुस्, फेसबुकमा होस् या युट्युबमा हैन। मेहनत गर्नुस्, आफ्नो कला देखाउनुस् हैन। दैनिक जीवनमा अब हुन्छन् जे जस्तो त्यस सब त्यसरी नै हो, देखाउने त्यस्तै हो हैन। कला नभए त्यस्तै हो। हाम्रो हुन्छ नि अब यताको काम गरेको भिडियोहरु, केही अब खानाहरु बनाएको सब चल्छ के अहिले, देखाउनु पर्यो है दैनिक जीवनको भिडियोहरु के कस्तो हुन्छ। बिस्तारै साथीहरु बढ्दै जान्छन् हैन, हामीलाई पनि हौसला मिल्दै जान्छ। अनि यसरी नै हो। एकैचोटी कोही पनि हेर्नु युट्युबरहरु एकैचोटी माथि पुगेको होइन के, एकैचोटी उनीहरुको 1000 सब्स्क्राइब हैन, एकैचोटी उनीहरुको लाख सब्स्क्राइबर भएको होइन। सुरुमा उनीहरुको पनि 1 देखि नै सुरु भएको हो, 1 देखि 2 3 हुँदै नै गएको उनीहरुको पनि। त्यही भएर हामी पनि सक्छौं क्या गर्नलाई हैन। अहिलेको यो जमानामा हैन अनलाइनमा यति सुविधा छ त किन नलिने हामी पनि हैन। हामी पनि सक्छौं क्या। अरूकोमा गएर ट्याप ट्याप गर्ने, ल जे भन्छ त्यही मान्ने, अलिअलि भएको पैसा पनि उडाउने हैन, यो मात्रै गरेर हुँदैन नि त। हामी पनि केही गर्न सक्छौं, हामी पनि सुरुवात गर्न सक्छौं हैन। त्यही भएर साथीहरु म चाहिँ के भन्छु भने सबैजनालाई हैन, हामी आफै पनि मोबाइलबाट भिडियो खिच्न सक्छौं हैन, अनि आफै अपलोड गर्न सक्छौं। र त्यो भिडियोहरु बनाउँदै जाँदा हामी पनि केही सिक्दै जान्छौं क्या। हामी केही हुन्छ नि, केही कुराहरु सिक्दै जान्छौं, नयाँ नयाँ प्रतिभाहरु पनि आउँदै जान्छ क्या। एक त त्यस्तो पनि हुन्छ, थाहा छ तपाईहरुलाई। किनकि मान्छेहरु कति पैसा पनि कमाइरहेको हुन्छ र आफ्नो प्रतिभाहरु पनि निखारिएको हुन्छ क्या। भित्रबाट कलाहरु पनि निखारिदै जान्छ। ट्यालेन्टहरु जस्तै मान्छेहरुमा कति बोल्ने कलाहरु हुन्छ हैन, सुरुमा अलिकति बोल्न नआउने हुन्छ, बिस्तारै उनलाई बोल्न पनि कति मजाले बोलिरहेको हुन्छ। कसरी भन्दा उनीहरु दैनिक भिडियो हाल्छन् हैन, दैनिक प्र्याक्टिस हुन्छ उनीहरुको। किनकि अरूकोमा गएर ट्याप 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 गर्ने सुन्ने, अनि त्यो दिमाग खराब यताउता, उनीहरु त्यसो गर्दैनन् क्या। हेर्नुहुन्छ नि कति साथीहरु हुन्छ होला तपाईहरु पनि हैन, अहिले उहाँहरु भाइरल पनि हुनुभएको होला सायद। सुरुवातमा त उनीहरु पनि जिरोबाटै सुरुवात गर्नुभएको थियो नि त हैन। त्यही भएर म सबैलाई के भन्छु भने हामी पनि गर्न सकिन्छ है। यो अनलाइनको जमानामा हामी पनि अनलाइनबाट केही गर्न सकिन्छ होला। सुरु गरौँ न हैन, 1 वर्ष त कन्टिन्यू गरौँ न, केही त होला नि त हैन। त्यही भएर किनकि हामी अब यतिका वर्ष त अरूको भिडियो हेरेर ट्याप ट्याप गर्दै, अरूकोमा लाइक कमेन्ट गर्दै बसिरहेछौँ भने 1 वर्ष कन्टिन्यू दिएर हेर्नु त आफूलाई, 1 वर्षमा हेर्नु केही न केही त हुन्छ ल। तपाईलाई त्यहाँ धेरै हौसला मिल्छ र अर्को वर्षमा तपाईको हैन, तपाईको पनि जस अर्निङ पनि हुन थालेको हुन्छ सायद, हुँदै भएन भने पनि। तर यदि चलिहाल्यो बिस्तारै हो भने त अब छिटै पनि हुन सक्छ हैन, वर्ष दिनै नलाग्ला। तर मैले चाहिँ उदाहरणको लागि भनेको ल, वर्ष दिन केही नभए पनि कन्टिन्यू गरेर हेरौँ त, केही न केही त्यहाँबाट सिकिन्छ भने त्यहाँ केही न केही हुन्छ क्या त्यहाँसम्म। त्यही भएर यो अहिले अनलाइन जमानाको जति अवसरहरू छ त्यो अवसरहरू हामी पनि लिन सक्छौँ है साथीहरु ल हैन। अरूलाई मात्रै हामीले लिनुस् भन्दै जान हैन, हामी पनि लिन सकिन्छ ल।